हस्बैंड का हो गए तो बीटे कोई आर को होई आर को त माजी छ खसुला और गोरे वाले देखा है ना देखे तो देखे ना ऊंचाई में जाके वो डेरे ऊंचाई में गए खसुला गए हर रात वो लस्टर ए फ्रेंड वे या भाई का नाम क्या है भाई पद्मन परमन के बदल कति में पढ्थ्यो एक में अहिले एक मा गयो कि दुई मा जाने अब 2 में जानी कहिलेबाट अब बैशाख अनि यता मेरो नाम अश्विनी अश्विनी हो अनि के हो अरु के हो कास्ट के हो कास्ट होइन थाहा चारको छोकर चुली पाच्छ नि अब आमा घरबाट प्रमोसन भएर सिधै शुक्रराज हो नि त धेरै जान्ने भएर पढाइमा मल्टी ट्यालेन्टेड भएर 4 कक्षाबाट सिधै 5 मा त्यो पनि बोर्डिङबाट सरकारीमा अनि उहाँ सर फेरि मस्किएको हुनुहुन्छ सर कति क्लासमा जाने एलकेजी कहाँ पढ्नुहुन्छ कहाँ आमा घर के बोला बोल्न जान्दैन 5 वर्ष कति वर्ष भइस 5 वर्षसम्म अल्छ राम्रोसँग गरेर बोल्न जान्दैन है गाइस ठुलो बसिएर जस्तो यो तँलाई राम्रोसँग बोल्न आउँदैन अहिले भाइ के छ भन्नु के भन्नु एउटा गीत गाइन त ल मोटो गाइ तपाईँको चाहे झुकुस नि लागास ल तिनटेले गायो ल 1 2 3 गो छिटो मोटे गाइन गाइ के हुन्न कि कस्तो होला लजाउँछ यार ल ल मोटो ल चाहे झुकुस नि लागास हिँडिन् गफहरू न आफ्नो गफहरू ल के भयो अरे भाइ हडु बेलुन के भयो अरे के खसेर कहाँ गयो अरे खसेर लेक साइड गयो भाइले सुन भाइले प्यारासुट देख्यो अरे कि कस्तो हुन्छ भाइ प्यारासुट ल कसरी उड्दो रहेछ कहाँ गएर देखिस् कोसँग गएर देखिस् ल त्यही घर ए अस्ति नै त ठुलो हडबेलुन खसेको देखिस् अस्ति नैको त ठुलो हडबेलुन खसेको देखिस् कहाँ खस्यो कसरी खस्यो ल भन् यहाँ यसको पछाडि कसरी फुत्तोतिर घरमा थियो खसेको कि हो र ए हाम्रो भाइले एउटा हडबेलुन खसेको कुरा अरे हो भाइको घरमाथि आएर झर्न लाग्थ्यो थियो नसकेर यहाँ डाँडा आएर ल्यान्डिङ गरेको है भाइ यहीँ पिकनिक सुट मारेर रोकेको तँलाई बिर्सिस् त्यो कुरा यहाँ रोकेको यहाँ हो भाइ रोकेको तेरो घर खस्न लाग्यो खस्न नसकेर यहाँ आएर खस्या हो खसेको भन्दा पनि ल्यान्ड गरे हो अनि कस्तो हुँदो रहेछ हडबेलुन यता चाहिँ न त तँ यता चाहिँ अलि कस्तो हुँदो रहेछ भाइ हडबेलुन नभन् कति ठुलो थियो ए ठुलो थिएन भन्छ यार तेरो घर अन्त ठुलो थियो अनि भाइले बिर्सिएछ सानोमा देखेको 2 वर्ष अगाडि देखेको बिर्सिएछ भाइले त मोटेले सम्झेर चाहिँ बरु यहाँ आएर उता टिनमा ठोकिएर यहाँ रोकिएको लास्टमा आज यो जिरे डराएर रोथ्यो मैले स्कुटरमा लिएर आएको थिएँ यसलाई अनि यतै रोकेर लर देखाएको के हो त्यो भनेर डराएर रोएर नपत्ता भिडियो पनि देखाइदिन्छु म जिरे रोको भिडियो हो अहिले कहाँ देखाउने अब